चानाको अचार चाना लगाउन सुरु गरेँ ल है। खाँदिँदै मतलब के हेर्नु, कहिलेकाहीँ चानाको खान मन लाग्छ, कहिलेकाहीँ खटीमिठी खान मन लाग्छ। थोरै थोरै भए पनि खानु पर्यो नि। हेलो गाइज, ल हामीले चानाको अचार बनाउँदैछौँ। आँपको चानाको अचार अस्तिको दिन नुन र बेसार लगाएर हल्दी लगाएर हामीले डुबाएको थियौँ। आज निकालेर सुकायौँ र बट्टामा लाउँदैछौँ। हजुरहरूलाई मनपर्छ भने खान आउनुहोला, लाइक कमेन्ट गर्नुहोला, नयाँ साथीहरूले सब्सक्राइब गर्नुहोला। आँपको अचार बट्टामा लगाइरहेको छौँ। मम्मीले यहाँ आँपको अचार लाउँदै हुनुहुन्छ। आँपको चानाको अचार बनाएर हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला। मेरो च्यानलमा आँपको अचार खान आउनुहोला। हेर्दै खाउँ परेको अचार लाउँदै हुनुहुन्छ। खान आउनुहोला, चाख्न आउनुहोला सबैजना साथीहरू।